मेन विशेषता चाहिँ यहाँ जब गोदावरी मेला लाग्ने वर्ष हुन्छ त्यो वर्षमा मात्रै चाहिँ यहाँ पानी अलि ठुलो बढ्ने र हाम्रो यहाँ चाहिँ 12 वर्षमा एकचोटि चाहिँ मेला लाग्ने गर्दछ र हाम्रो यहाँनिर चाहिँ 12 वर्षमा चाहिँ एकचोटि चाहिँ यहाँ चाहिँ पानी आउने गर्दछ। अहिले चाहिँ हामी रोशी गाउँपालिका र महाभारत गाउँपालिकाको सिमाना संगम स्थलमा रहेको यो गोदावरी चैत्य पानी नामले चिनिने ऐतिहासिक ठाउँमा उपस्थित भएका छौँ। महाभारतको मान्छे यताबाट आउँछ, रोशीको मान्छे रोशीपट्टिबाट आउने मान्छे त्यताबाट आउँछ हैन, साधन लिएर आउने त्यताबाट आउने हैन, हिँडेर आउने यताबाट आउने यहाँबाट आउँछ। सबैजनालाई नमस्कार। अहिले चाहिँ हामी रोशी गाउँपालिका र महाभारत गाउँपालिकाको सिमाना संगम स्थलमा रहेको यो गोदावरी चैत्य पानी नामले चिनिने ऐतिहासिक ठाउँमा उपस्थित भएका छौँ। अहिले चाहिँ हामी वडा अध्यक्ष ज्यूसँग यो ऐतिहासिक ठाउँमा चाहिँ 12 वर्षमा लाग्ने एकचोटि मेला लाग्ने यो एकदमै ऐतिहासिक ठाउँ जुन चाहिँ भूगोलकै कारणले ठाउँकै कारणले चाहिँ ठाउँसम्म नपुगेको, ठाउँसम्म चाहिँ परिचित हुन नसकेको यो एकदमै ऐतिहासिक र इतिहास बोकेको यो ठाउँमा वडा अध्यक्षज्यू लगायत अहिले प्राविधिक टोलीसहित यहाँ उपस्थित भएका छौँ। यहाँ चाहिँ हामी उपस्थित हुनुको उद्देश्य चाहिँ 2084 सालमा हुने चाहिँ ऐतिहासिक मेलाको उद्देश्यको लागि पनि यो ठाउँलाई चाहिँ यो स्नान गर्ने यो जुन 12 वर्षमा निस्किने यो ऐतिहासिक ठाउँ र 12 वर्षमा मात्रै निस्किने यो पानीको मा चाहिँ 1 महिना चाहिँ लगातार लामो मेला हुन्छ, जसमा चाहिँ यो ठाउँ अलिकति व्यवस्थित नभएको हुनाले यसलाई स्नान पार्क र विभिन्न खालको संरचनाहरू बनाउने उद्देश्यले डिपिआर गर्न खोजिराखेका छौँ। नमस्कार, म चाहिँ महाभारत गाउँपालिका 5 नम्बर वडाको वडा अध्यक्ष विजय राणा मगर। हामी अहिले महाभारत गाउँपालिका र रोशी गाउँपालिकाको सिमानामा पर्ने यो गोदावरी मेला लाग्ने स्थान जो चैते पानीको नामले चिनिन्छ। हामी चाहिँ अहिले यो 84मा यहाँ मेला लाग्दैछ 12 वर्ष पछाडि। 72 योभन्दा अघि चाहिँ 72 सालमा चाहिँ गोदावरी मेला 1 महिना मेला लागेको थियो। अहिले फेरि 84मा मेला लाग्दैछ। त्यसैले हामीले यो गोदावरी मेलाको समयमा चाहिँ स्नान गर्ने स्थलमा हामीले यसलाई व्यवस्थित बनाउनको लागि डिपिआर गर्न लागि राखेका छौँ। हामी महाभारत गाउँपालिकाले बजेट व्यवस्था गरेर डिपिआरको एउटा खाका तयार गर्न लागि राखेका छौँ। हामी त्यही कामको लागि आज हामी यहाँ उपस्थित भएका छौँ र हामी वडाको कर्मचारी लगायत प्राविधिक र यहाँका केही स्थानीयहरू पनि आउँदै हुनुहुन्छ। सबैलाई लास्टो फ्याफुल्ला, म सरोज मोक्तान, म यो महाभारत गाउँपालिका टुनिवासबाट बोल्दैछु र अहिले हामी चाहिँ यहाँनिर महाभारतको यो चैते पानी गोदावरीमा छौँ र हाम्रो यहाँ चाहिँ 12 वर्षमा एकचोटि चाहिँ मेला लाग्ने गर्दछ र हाम्रो यहाँनिर चाहिँ 12 वर्षमा चाहिँ एकचोटि चाहिँ यहाँ चाहिँ पानी आउने गर्दछ र यहाँनिर चाहिँ नुहायो भने चाहिँ तपाईँको भनौँ न पापहरू चाहिँ धुनिन्छ भन्ने चाहिँ एउटा विश्वास छ र हाम्रो पुर्खा उहिलेदेखि नै बाजेदेखि नै मानि आइरहेको छ र अहिले चाहिँ हामी अब यहाँको लागि चाहिँ तपाईँको भनौँ न सफा गर्ने अथवा यहाँनिर चाहिँ भर्याङ सर्याङ बनाउने यता यो पार्किङहरू राम्रो अब सरसफाइ गर्ने क्रममा छौँ अहिले हामी। र अहिले हाम्रो यहाँ गाविस वडाबाट चाहिँ हाम्रो यहाँनिर विजय राणा सर आउनु भएको छ, यहाँ सुभाष सर आउनु भएको छ र हामीले चाहिँ यहाँनिर सक्दो अझै पनि राम्रो गरौँ, यहाँनिर चाहिँ अझै पनि पहल गरौँ भन्ने चाहिँ हाम्रो धारणा रहेको छ र हामीले यहाँनिर सक्दोसम्म अझै पनि राम्रो गरौँ। यहाँनिर अब जस्तै भयो नि पहिल्यैदेखि चलिआएको कुरालाई चाहिँ हामीले हराउनु हुँदैन, लुकाउनु हुँदैन, सकेसम्म चाहिँ खुलाएर सबैलाई देखाउनुपर्छ भन्ने कुरा हो र हामीले चाहिँ यहाँनिर अझै पनि राम्रो हुँदै गर्दा पनि अझै पनि राम्रो गरौँ भन्ने चाहिँ हाम्रो धेरै नै चाहना छ र हजुरहरू पनि अबको यो 84 सालमा चाहिँ हाम्रो यहाँनिर ठ्याक्क 12 वर्षको मेला लाग्ने हुनाले हजुरहरू पनि एकचोटि यहाँनिर अवश्य आइदिनु होला र हेरिदिनु होला कस्तो हुनेछ भनेर। ल धन्यवाद। यांगला चु बिकतला दिन यान्दे जालछीमा महाबचु गदवारी मन्दिर लगायत 12 वर्ष मेलारी उत्पादन दाबा मुराचुरी यांगला गदवारी चुई र धारा चुरी पुरानो मेमे आखेला पालो यान्दे जसरी जालछीमा महाबजिम 12 वर्षलाई एकचोटि चुरी चुई उत्पादन ताला चु धारारी 1 महिना मेला ताला र आउँदो दिन चु 2084 सालली भदौ 1 गते लगातार 1 महिना
मेला ताबा येन मुला र सर्वप्रथम याङ सेचुरी चुपाल छे याङला उडा सरकार याम छे तिनी 2082 साल माघ 21 गते सुभाष जिम्बा सर वडा अध्यक्षज्यू विजय राणा सर दोकासिमाम डिबिआर लागिरी विभिन्न खाल्ला पारकदुगु संरक्षण धारा लगायत मोटर बाटो सिडी पार्किङ सेन्टर कादे छोबारी डिपिआर तिनी लाबागेन मुला यसको मेन विशेषता चाहिँ यहाँ जब गोदावरी मेला लाग्ने वर्ष हुन्छ त्यो वर्षमा मात्रै चाहिँ यहाँ पानी अलिक ठुलो बढ्ने हुन्छ र यो त्यसै पनि यो महाभारत एउटा यो लेख यो डाँडो चाहिँ ऐतिहासिक डाँडो छ। यहाँ चाहिँ विभिन्न स्थानहरूमा ऐतिहासिक चाहिँ चिजहरू छ। यहाँ चाहिँ यो जडीबुटीले भरिपूर्ण चाहिँ यो डाँडापाखा यो लेक र यहाँ चाहिँ अर्को गोदावरी फुल पनि हामीले चाहिँ मेला लाग्ने वर्ष नै देख्न सक्छौँ फुलेको फुलहरू र चिन्न सक्छौँ। त्यति बेला अहिले चाहिँ त्यो 12 वर्षसम्म चाहिँ त्यो फुल पनि फुल्दैन र तपाईँको चाहिँ यो पानी पनि अरू समयमा चाहिँ नि बर्खायामको बेलामा पनि त्यति धेरै चाहिँ ठुलो हुँदैन। यहाँ चाहिँ जब मेला लाग्ने जुन महिना हुन्छ त्यो महिनाभरि चाहिँ यहाँ चाहिँ पानीको चाहिँ मूल अलिक बढी ठुलो हुने पनि हुन्छ। यो चाहिँ परापूर्व कालदेखि नै यसलाई चाहिँ मान्दै आएको, यो चाहिँ यहाँको चाहिँ परापूर्व कालदेखि नै हाम्रो चाहिँ पुर्खाहरूले चाहिँ भोग्दै आएको र उहाँहरूले स्नान गर्दै आउनु भएको। यो चाहिँ अब हामीले यता कता कथातिर चाहिँ ललितपुरको गोदावरीमा लाग्ने मेला र यहाँ लाग्ने मेला सँगसँगै हो। यो डाँडो पनि चाहिँ एउटै छ, हाम्रो चाहिँ यहाँ चाहिँ एउटै यो चाहिँ एउटै छ। यो चाहिँ सिन्धुलीदेखि चाहिँ उता मकानपुरको सिमाना, ललितपुर मकानपुरको सिमाना, काभ्रेको सिमानासम्म नै यो डाँडा चाहिँ एउटै छ। हामीले कथामा के पनि सुन्ने गरेका छौँ भने ललितपुरको गोदावरी चाहिँ माइली, यो चाहिँ जेठी पनि भनेर सुन्ने गरेका छौँ। यसको चाहिँ अझै ऐतिहासिक इतिहासको कुरा गर्ने हो भने हामीले चाहिँ नि अझै हाम्रो अग्रजहरूसँग चाहिँ नि बुझ्न सकिन्छ।